कहाँ जान लाग्यो बेबी तिमी? कुन गाउँ भन त? पानी सानी मगाएको छ। अब पानी सानी पिएर एकछिन सुरु गर्नु होला। हेलो गाइज, वेलकम टु आवर एनदर ब्लग। आज चाहिँ म छतबाट मैले ब्लग स्टार्ट गरिरहेको छु। लगभग 7:30 जस्तो भएको छ। हामीले पनि खाजासाजा खाएर रेडी भएर गाउँ जान लागेको है। तल गएर के गर्ने भन्ने कुरा हेर्दै जानु होला। हेलो आहान, गुड मर्निङ। के हो तिमी यहाँ बिहान बिहानै उठेर हेबी? तिमीलाई 3 चोटि बोलाउनु पर्छ? 3 चोटि बोलाउनु पर्छ तिमीलाई? के गर्दै बसेको तिमी भन त? अब चाहिँ हामी गाउँ जान लागेको होइन। गाउँले ब्लग थोरै थोरै क्लिप बनाएर हाल्छु होला। नाटो कार्ड ए तिमीलाई राखेको छैन त? कहाँ जान लाग्यो बेबी तिमी? कुन गाउँ भन त? बारकोटीको गाउँ। के हुनु र? के हेरेको तिमी? साइकल हेरेको हो? अहिले चाहिँ हामी पाडजिङमा आएर फलफुल किन्दैछौँ। यहाँनिर बुढी पर फलफुल किन्दैछौँ। के छ आहान खबर? यो कुन ठाउँ हो? पाडाजिङ हो। हामी कहाँ जानेछौँ? बारकोटी जानेछौँ नि, यता नि। हो, आजभन्दा धेरै वर्ष अगाडि युज गर्ने, अनि अहिले चाहिँ यस्तो भइसकेको छ। अहिले पनि ग्राभेल छ बाटो, त खासै राम्रो त छैन। यस्तो जङ्गलको पटेर बाटो हिँड्थ्यौँ हामी पहिला। अनि यो जङ्गलमा आएर चाहिँ अलिकति कम्फर्टेबल फिल हुँदो रहेछ बोल्नलाई पनि होइन। सुरुमा त अब एकदम अब सिटीतिर बस्दाखेरि त मान्छे देख्दाखेरि लाज हुने, अलिक अप्ठ्यारो लाग्ने हुँदो रहेछ। यहाँ चाहिँ आएर अलिकति खुलेर बोल्दैछु म। अब यो जङ्गलको यस्तो देख्दाखेरि चाहिँ पहिला बचपनको याद आयो हामीलाई चाहिँ। पहिला हामी यस्तै जङ्गलमा आएर बस्तु चराउने होइन, यस्तैमा बस्ने, तास खेल्ने गर्थ्यौँ। अहिले त्यही झल्को आएर चाहिँ मैले यसो सानो मेमोरीको लागि लिइरहेको छु। हरियाली यस्तोमा बस्नुको मजै अर्को छ। तिमी अहिले हो? कस्तो फिल गरिरहेछ त? रमाइलो छ? यतातिर यस्तो छ होइन, यतातिर यस्तो छ। यो घर कसको हो बाबु? कसको घर हो? सुदीप दादाहरूको। अनि तिम्रो साथीहरू त यहाँ खेलिरहेछ त, हेर न। खेल्दैन? जाँदैन? बस्तु अब हेर्न होइन नि त कस्तो हुँदो रहेछ ल। हेर हाम्रो पुरा हाम्रो गाउँले घर होइन। हो नि। अब यतातिर के रहेछ बस्तु उयसमा हेर्न जाने हो? हेर त, हिँड नि त अगाडि। अनि ल बाछीहरू तिमीलाई हेर्न आउँछ कसरी हिँडेर छ? खेल नि त, हिँड त। ओहो, के हो यो? तिमीले छेउ त के हुँदो रहेछ? अब के गर्ने अनि? अनि आइज ढोग नि त, बाछी बाछा हो ढोग त? हो त्यसै ढोग्दा नि केही गर्ने। अर्को झन् सानो छ हेर न। सबै गोरु पो रहेछ। बाछी छैन कुनै पनि? कसरी थाहा भएको तिमीले? तर कस्तो क्युट नि।
जन्मेको बच्चा यो हाम्रो अनि मिडल अनि बिगेस्ट अनि त्यो ओल्डेस्ट हाम्रो गोठ हैन जनावरको गोठ यस्तो छ गाउँको है न होला हात हेरेर फोटा हेरेर खिच्नु यता हेर्न यता हेर्न हेलो साइला हेलो के छ ठीक छ भाइ भाइ खै भाइ 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 मा छैन छैन कहाँ पैसा 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 खै पैसा टाइम हाम्रो अहिले ट्याक्कै 10 बजे छ अहिले चाहिँ 10 बजे छ हाम्रो चाहिँ खाना खाएर हामी खाइसकेपछि म खाना खाइसक्यो हो कस्तो लाग्यो तिमी मिठो लाग्यो आज के खाना खायो भने त सब्जी र दाल भात दियो ल यो के मेसेज जस्तो लाग्थ्यो स्योरी माथिबाट ल म चाहिँ अब धान काट्नको लागि धान काट्न हैन धान बाँध्नको लागि चाहिँ निक्लिसकेँ हैन यस्तो पाराले यस्तो गरेर यो रूपमा चाहिँ हँसिहालेर हिँडेको छु पहिला भनेको चाहिँ अहिले भनेको चाहिँ यतिकोसम्म बनाउन चाहिँ भ्याइयो यतिकोसम्म यस्तोबाट सुरु भयो हाम्रो माछ अब हेर्नु होला स्टेप बाई स्टेप धान साह्रै झरेछ र चाहिँ डालामा उठाउनु पर्यो भनेर चाहिँ यस्तो बाला शीतलमा बसेको थिएँ हैन साह्रै गर्मी भएर पानी सानी मगाएको छ पानी सानी पिएर एकछिन सुरु गर्नु होला यहाँको माहौल चाहिँ यस्तो छ जङ्गल जस्तो छ हैन रङ्गट गाडी शीतल छ त्यहाँ काम गरिरहनु भएको छ अरू साथीहरूले मम्मी त्यहाँ हुनुहुन्छ हैन अनि म चाहिँ यहाँ आएर एकछिन रेस्ट 2 मिनेट जति रेस्ट गर्नु पर्यो यस्तो झाडी यस्तो छ है ल अब हामी यतिसम्म चाहिँ गर्न भ्याइयो यहाँभन्दा चाहिँ अब अलिक गाह्रै होला कि भन्ने लागिरहेछ यति छ अलिकति काम यति होइन यति छ है त यति यो खुट्टी ल ल ल टिप्न आउँछ तिमीहरूलाई अनि परबाट पनि टिप्नु पऱ्यो नि त अनि 4 जना केटाकेटीहरू चाहिँ अब हाम्रो यहाँ धान टिप्नेमा लागिरहेछन् हैन अनि यस्तो छ यिनीहरूको अब काम गराइ
के गर्नु चुप हेलो वेलकम टु माई भ्लग है त दिदी जेठी दिदीलाई ल के छ ठिक छ खबर ठिक छ खबर ल ल ल ल के गर्ने रहेछ त अनि खोइ त हामीलाई चिया नि ल ल घाम पनि डुब्यो अब चाहिँ हामीले लगभग सिद्धियाको अवस्था यस्तो भयो अब चाहिँ लास्ट स्टेपमा है त च्याट कुनै त्यति भयो केटाकेटीहरू यहाँ खेल्दैछन् म यहाँ छु यो चाहिँ अब यति उठाइयो यतिसम्म बनाउन चाहिँ सक्सेस भयो बल्ल बल्ल यताको माहौल चाहिँ यस्तो छ रमाइलो छ है हाम्रो गाउँ म चाहिँ यहाँ छु आजको हाम्रो कार्यक्रम पनि यतिमै सिद्धियो होइन अब अहिलेसम्म भ्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अब आउँदा दिनहरू पनि हेर्दै गर्नु होला बाई 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 टेक